महेश गोर्खा मोडल सेकेन्डरी स्कुल लमै 6 कक्षा 9 मा अध्ययनरत छात्रा शिल्पा केसी। म आज हाम्रो नेपाली पाठ्यपुस्तकमा समाविष्ट पाठ 3 करेसाबारी निबन्धमा प्रयुक्त विवेचनात्मक उत्तरको समीक्षा कक्षा प्रस्तुतिकरण गर्न गइरहेकी छु। सर्वप्रथम मलाई यो सुनौलो अवसर प्रदान गर्नुहुने हाम्रा नेपाली शिक्षक तथा साहित्यकार तेज प्रसाद गुरुप्रति आभार व्यक्त गर्दै मेरो यो प्रस्तुति हजुरहरू समक्ष राख्न चाहन्छु। मैले गरेको विवेचनात्मक उत्तरको प्रश्न रहेको छ, करेसाबारीको उपयोगबाट कसरी फाइदा लिन सकिन्छ, आफ्नै शैलीमा चर्चा गर्नुहोस्। र उत्तर यस प्रकार रहेको छ। करेसाबारी निबन्ध नेपाली पाठ्यपुस्तक सम्पादक मण्डलद्वारा सम्पादित एक सन्देशमूलक निबन्ध हो। यस निबन्धमा करेसाबारीको फाइदाबारे स्पष्ट व्याख्या गरिएको छ। घरले चर्चेको र आगोले ओगटेर बाँकी रहेको जग्गामा तरकारी खेती गरिने बारी नै करेसाबारी हो। घर आसपासमा रहेको जग्गालाई करेसाबारी बनाएर त्यसको सदुपयोग गर्न सकिन्छ। अहिलेको सन्दर्भमा हेर्ने हो भने मानिसहरू आफ्नो अल्छीपन र व्यस्त जीवनका कारण तरकारी खेती गर्न मन पराउँदैनन्। उनीहरू बजारबाट नै रसायनयुक्त तरकारी किन्न रुचाउँछन्। बजारको रसायनयुक्त तरकारीमा धेरै विषादीको प्रयोग गरिएको हुन्छ, जसले हाम्रो स्वास्थ्यमा पनि निकै खराब गर्छ। बजारबाट महँगा रसायनयुक्त तरकारी किनेर खानुभन्दा आफ्नै करेसाबारीमा अर्ग्यानिक र स्वास्थ्यकर तरकारी फलाएर खानुपर्छ। यसो गर्नाले मानिसहरू रोगबाट मुक्त रहन सक्छन्। यति मात्र नभई करेसाबारीमा दिनको 1-2 घण्टा काम गर्नाले, त्यहाँ गोडमेल तथा सिँचाइ गर्नाले मानिस आफूमा तन्दुरुस्त पनि रहन सक्छन्। अझ करेसाबारीमा खेती गर्दा घरबाट निस्किएका फोहोरलाई पुनः प्रयोगमा ल्याई वातावरण सन्तुलित पनि राख्न सकिन्छ। करेसाबारीमा तरकारी राम्रो उत्पादन भयो भने त्यसलाई व्यवसायको रूपमा तरकारी बेचेर आम्दानी पनि कमाउन सकिन्छ। करेसाबारीमा खेती गरिएका हरिया तरकारीले हाम्रो घरको सौन्दर्य बढाउनुका साथसाथै वातावरणलाई पनि स्वच्छ राख्नमा निकै नै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। करेसाबारीमा काम गर्नाले हाम्रो खाली समयको पनि सही सदुपयोग हुन्छ। तसर्थ करेसाबारीको उपयोगबाट हामीले खाली जग्गाको सदुपयोग, खाली समयको सदुपयोग, विषादीरहित तरकारी खान पाउने जस्ता फाइदाहरू लिन सक्छौँ। त्यसैले यिनै करेसाबारीका यिनै फाइदाहरूलाई मध्यनजर गर्दै सबैले घरमा करेसाबारी खाऊ ताजा तरकारी भन्ने अभियानलाई अघि बढाउन अति आवश्यक छ भन्ने मेरो धारणा रहेको छ भन्दै म आफ्ना विचारहरू रिभ्यू गर्न चाहन्छु।